यो नेपाली चाहिँ लगभग 25 करोड 1,60,000 यो कार्यालयको चाहिँ यो अहिलेसम्मको ठुलो रकम हो। गाडी शङ्का लागि रोकी थप अनुसन्धानको लागि यस कार्यालयलाई खानतलासी गर्दा उक्त ट्रकको बोनट, ड्राइभर बस्ने कोठा, क्याबिनको बायाँतर्फको माथिल्लो भागमा फल्स बटन बनाई लुकाई छिपाई ल्याइएको अमेरिकी डलर र युरो लगायतका मुद्राहरू फेला परेको छ। पहिला पनि भरियाकै रूपमा चाहिँ भएर त्यो 7 किलो सुन पकडेको बेलामा जेल सजाय भएको थियो र अहिले पनि उसको प्रिलिमिनरी स्टेटमेन्टमा चाहिँ म चाहिँ भरिएको रूपमा प्रेजेन्स गरिरहेको छ आफूलाई। तर अब पुरानो पनि कहानी र यो पनि कहानी जोडेर हामीले इन्भेस्टिगेसन अगाडि बढाइरहेको छौँ। अहिले यो ट्रक पनि उनको आफ्नै हो, सायद आमाको नाममा ट्रक छ। आज यस प्रेस मिटमा उपस्थित सम्पूर्ण पत्रकार साथीहरूलाई हार्दिक स्वागत गर्दछौँ र हिजो हामीले यो झोर महाकालबाट चाहिँ रसुवातिर जाँदै गरेको एउटा गाडी चाहिँ नियन्त्रणमा विशेष सुराकीको आधारमा चाहिँ त्यहाँ डलर युरोहरू छन् भन्नेको इन्फर्मेसनको आधारमा चाहिँ हामीले त्यो गाडीलाई चाहिँ महाकालबाट नियन्त्रणमा ल्याएर यस कार्यालयमा यो चाहिँ लिएर आएर खानतलासी गर्दाखेरि चाहिँ त्यसमा चाहिँ यो हिजो राति 23 बजेको समयमा अमेरिकी डलर युरो सहित ना7 ख 1652 नम्बरको सोनी ट्रान्सपोर्ट लेखिएको मालबाग ट्रकको चालक फुच्चे भन्ने कुसाङ लामालाई पक्राउको सम्बन्धमा हो। र यो फुच्चे भन्ने कुसाङ लामा चाहिँ सिन्धुपाल्चोक भोटेकोसी गापा वार्ड नम्बर 1 बस्ने, उमेर 43 वर्षको र यो चाहिँ पहिले पनि एकै पक्राउ परिवरी जेल गइसकेको मानिस हुन्। र हिजो 23 बजेको समयमा अवैध युरो तथा डलर रसुवागढी नाका हुँदै छिमेकी राष्ट्र चीन लगिरहेछ भन्ने सूचना प्राप्त हामीहरूलाई हुन्छ र ना7 ख 1652 नम्बरको मालबाग ट्रक गाडी शङ्का लागि रोकी थप अनुसन्धानको लागि यस कार्यालयलाई खानतलासी गर्दा उक्त ट्रकको बोनट, ड्राइभर बस्ने कोठा, क्याबिनको बायाँतर्फको माथिल्लो भागमा फल्स बटन बनाई लुकाई छिपाई ल्याइएको अमेरिकी डलर र युरो लगायतका मुद्राहरू फेला परेको छ। कुसाङ लामा चालक भई भरियाको रूपमा काम गरिरहेको भन्ने प्रारम्भिक बयानबाट बुझिन आएको छ र यो अमेरिकन डलर यो बरामद भएको अमेरिकी डलर चाहिँ 100 दरका नोटहरू जम्मा 3119 3119 र 50 दरका नोटहरू जम्मा 179 अर्को युरो चाहिँ 500 दरका थान 11, 200 दरका थान 480, 100 दरको थान 4148 र 50 दरका 17,177। यो नेपाली चाहिँ लगभग 25 करोड 1,60,000 र यो चाहिँ अहिले अब हामी यो जफत गरिएको सामानहरू चाहिँ भन्सार तथा राष्ट्र छरी अवैध विदेशी मुद्राको कारोबार गरेको हुँदा निजलाई विदेशी विनिमय ऐन नियावली ऐन 2019 बमोजिम कस्तुरमा हदैसम्म कारबाही तथा थप अनुसन्धानको लागि राजस्व विभाग हरिहर भवन चाहिँ पठाउँदैछ। धन्यवाद। केही क्वेसन छ भने भरिया भन्नुभयो पहिला पनि भरिया नै भएर यो अपराध भएछन् कि होइन, अहिलेसम्मको चाहिँ हामीलाई त्यो अब यसको इन्भेस्टिगेसन हुन चाहिँ बाँकी छ होइन त। पहिला पनि भरियाकै रूपमा चाहिँ भएर त्यो 7 किलो सुन पकडेको बेलामा जेल सजाय भएको थियो र अहिले पनि उसको प्रिलिमिनरी स्टेटमेन्टमा चाहिँ म चाहिँ भरिएको रूपमा प्रेजेन्स गरिरहेको छ आफूलाई। तर अब पुरानो पनि कहानी र यो पनि कहानी जोडेर हामीले इन्भेस्टिगेसन अगाडि बढाइरहेको छौँ। यो अहिले प्रिलिमिनरी आइसकेको छैन कसको भन्ने कुरो। त्यो त फाइल हेर्नुपर्छ अहिले छैन। जस्तो कुन प्रयोजनको लागि चाहिँ रकम लिएर गएको पहिला पनि सुन काण्डमा परिसकेको मान्छे ऊ चाहिँ सुन किन्नकै लागि गएको थियो भन्ने आशंका गर्न सकिन्छ। यो पैसा लिएर गइसकेपछि उताबाट त्यही आउन सक्ने प्रबल सम्भावना चाहिँ त्यही हो। तर अब यसै
अब उनको म्याथप गरेर बयान सयान दिइसकेपछि ती कुराहरू खुल्छ होला। हामीले पैसा चाहिँ कहाँबाट ल्याएको? यो उसले स्रोत खुलाइसकेको छैन अहिले। हिजो त पक्रेर लिएर आएको हामीले, अहिले खुलाएको अवस्था छैन। उसले अहिलेसम्म कसैको नाम लिएको छैन। जस्तो अघिल्लो पटक चाहिँ कति समय बसेर निक्लेको? 5 वर्ष 78 सालमा निक्लेको। अघिल्लोचोटिको केस पनि सेम हो कि पहिलाको सुनको, अब यो डलरको। अहिले यो ट्रक पनि उनको आफ्नै हो, सायद आमाको नाममा ट्रक छ। अलिकति अरेस्ट गर्दाको क्रिमिनल मतलब सिनारियो बताइदिनु न, के हुँदै थियो कसो हुँदै थियो? अनि अरेस्ट हिसाबले भन्नुभयो नि घटनाक्रम कसरी पक्रिनु हो, के भयो, सूचना कसरी आयो भन्ने कुरा त हामीले बोलौँ। त्यो त भन्न मिलेन, त्यो त अब आफ्नो कन्फिडेन्सियली हुन्छ। हामीलाई जोडिनै बुझ्छु। चाहिँ विशेष सुराकीको आधारमा गरेको अपरेसन हो। बसमा कुनै गाडीमा चाहिने अवैध मुद्राहरू गइरहेछ भन्ने कुरा हो। त्यसपछि हामीलाई सूचना आइसकेपछि हाम्रो टिम अलर्ट भयो, स्टेट भएको टिम गयो। भएपछि यो झोडको बाटो हुँदै सामाकोसीबाट झोडको बाटो हुँदै रसुवातिर गइरहेको अवस्था हो। त्यसपछि हामीले त्यो गाडी यो गाडी हुनसक्छ भन्ने कुरामा हामी गयौँ इन्फर्मेसनको आधारमा। गइसकेपछि त्यो गाडीको पिछा गर्दै हामीहरूले एउटा सर्टेज पोइन्टमा गएर माथि हेऱ्यौँ। त्यहाँ रेकी गरेर बस्यो, मान्छेहरू सर्भिलेन्स गऱ्यो। त्यो गाडी त्यहाँ पुगेपछि त्यो गाडीलाई रोक्यौँ, हेऱ्यौँ, ड्राइभरसँग इनिसियल सोधपुछ गऱ्यौँ, के छ त केही छ यताउता भन्दाखेरि अलिकति शङ्का लाग्यो। शङ्का लागिसकेपछि त्यो गाडीलाई सिधा अफिसमा लिएर आएर हामीले सम्पूर्ण लुकाउन सक्ने ठाउँ हो। किनभने हामीलाई पहिला नै यस्ता अपरेसनहरू गरिरहेको अनुभवको कारणले कुनै पनि सामानहरू लुकाउन सक्ने ठाउँहरूलाई मध्यनजर गरेर सबै ठाउँहरू भिडियोग्राफी गर्दै सबै हामीले कानुनी रूपमा अप्नाउनु पर्ने सम्पूर्ण कुराहरू अप्नाएर हेऱ्यौँ। हेर्दाखेरि यो आज तपाईँहरूले हेर्ने हामीले बरामद गरेका सामानहरू चाहिँ भेटिएको अवस्था हो। उसले के भने रियाक्सन गराएको थियो? जस्तो तपाईँले केही छ कहाँ जानला भन्दा रसुवा जानला भन्ने कुरा गर्यो। त्यसपछि के हो कसो भन्दाखेरि अब उसले अरू कुरा केही भनेन। त्यसपछि उसको रियाक्सन्सहरू हामीले एक्सन्स सबै हामीले रिड गर्दाखेरि चाहिँ केही हुनसक्छ भन्ने हामीलाई चाहिँ शङ्का लाग्यो। ट्रकभित्र अरू सामान चाहिँ थियो कि अरू छैन, खाली छ। उसले चाहिँ के लिन जान लाग्नु भन्दै थियो? के लिन भन्दाखेरि उताबाट केही सामान आयो भने म सामान लिएर आउँछु भन्ने उसको बयान। अरू यो मान्छेले पहिला जेलमा बसेको बाहेक त्यो केस बाहेक अरू क्रिमिनल हिस्ट्री के छ? अरू अहिलेसम्म हामीले हेर्दाखेरि देखेको छैन, हामीले हेर्दैछौँ। जेलबाट निस्केर अरू के गरेछ? अघि ट्रक चलाउने काम गर्यो भन्छ उसको बयानअनुसार। अरू हामी खोज्दैछौँ। यो मान्छे निरन्तर रूपमा सुन तस्करीमै लागे जस्तो देखिन्छ। निरन्तर अब एकचोटि फेला पर्यो पहिला नै, अहिले यो दोस्रो टाइम फेला पर्यो। अब बिचको पिरियडमा यो फेला नपरिसकेको अवस्थामा हामीले हुने भन्न पनि नसकिने अवस्था हो। तर ट्रेड हेर्दाखेरि चाहिँ नै लगभग देखियो। अनि यो पैसा उसले कहाँबाट जम्मा गरेर रहेछ, के रहेछ, कसरी जुट्यो? त्यो पैसाको मामलामा उसले क्लियरली यही हो भनिसकेको अवस्था छैन। त्यसैले कोही दुईवटा मान्छेहरू आएर मेरो गाडीमा त्यहाँसम्म पुगाइदिए भनेर भनेको छ भन्ने कुरा छ। त्यो हामी अनुसन्धान गर्दैछौँ, पछि आयो भने सेयर गर्छौँ। सर, योभन्दा अगाडिको सुन केसमा चाहिँ हजुरहरूले मात्रै एक्लैलाई चाहिँ पठाउनु भएको थियो कि? त्यो बेलामा पनि उसले 7 केजी सुन लिएर आइरहेको अवस्थामा फेला परेको। त्यो बेलामा लगेको होइन कि, लिएर आउँदाखेरि 7 केजी सुनसहित फेला परेको। त्यति बेला चाहिँ अरू कोही संलग्न छ त्यसमा भन्ने? अब यस्तो केसमा के हुन्छ, हामीले प्रिलिमिनेरी इन्भेस्टिगेसन गर्ने, त्यसपछि सम्बन्धित निकायमा पठाइदिन्छौँ, राजस्वमा पठाएको, त्यसपछि बाँकी अनुसन्धान राजस्वबाट भएको छ। अहिलेसम्म अमुक व्यक्तिहरू भनेको छ, तर नाम भनेको छैन। हामी हेर्दैछौँ। एक्लै थियो, गाडीमा एक्लै हो कि भन्ने धेरैको आशंका रह्यो कि, किनभने उता सुन किन्नै गयो भन्ने धेरैको आशंका रह्यो। अब अहिलेसम्म उसको भनाइअनुसार चाहिँ नि उसले लिएर गएको मात्र आएको छ, बाँकी हुँदैछ। केही आयो भने हामी त्यो हाम्रो बरामदी रकमको मान्छेहरूसँग ठुलै हो। अहिले हामीले उता बाहिर डिस्प्लेमा राखिदिएको छौँ त्यो सबै रकमहरू, होइन? त्यहाँ पनि खिचौँ न। नेपाल प्रहरीले अहिलेसम्म समातेको नगद रकम चाहिँ यो अहिलेसम्मको ऐतिहासिक रेकर्ड हो भन्न खोजेको। अब यही ठ्याक्कै कसरी भन्न सकिन्छ र? हो कि जस्तो लाग्छ हामीलाई चाहिँ, होइन? पहिले योभन्दा धेरै अब अरू डिस्ट्रिक्टमा पनि भएको पनि हुनसक्छ। यो ठ्याक्कै चाहिँ भन्न सकिँदैन। यो कार्यालयको चाहिँ यो अहिलेसम्मको ठुलो रकम हो।